थकाली संस्कृति पछ्याउँदै कबड्डीको 5औं संस्करण मुस्ताङमा छायाङ्कन भइरहेको छ। थासाङ गाउँपालिका स्थित थाक 700 क्षेत्र थासाङका विभिन्न स्थानमा नेपाली कथानक चलचित्र कबड्डीको 5औं संस्करण छायाङ्कन चलिरहेको छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्र मुस्ताङको थकाली कला संस्कृति र मौलिकतासँग सम्बन्धित रहेको निर्माण कम्पनीले जनाएको छ। यसअघि लगातार कबड्डीको 1 देखि 4औं संस्करण सोही स्थानमा छायाङ्कन भइसकेको छ। यहाँ थकाली कला संस्कृतिसँग कथावस्तु जोडिएकाले कबड्डीको 5औं संस्करण पनि थासाङको थाक 700 क्षेत्रमा छायाङ्कनलाई निरन्तरता दिइएको चलचित्र कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिनुभयो। यहाँ चलचित्र कबड्डीको 5औं संस्करण असोज 26 गते मुक्तिनाथ मन्दिरमा शुभारम्भ गरी छायाङ्कन सुरु गरिएको कार्यकारी निर्माता पोखरेलको भनाइ छ। रामबाबु गुरुङको निर्देशन रहेको कबड्डी 5 को छायाङ्कन थासाङको कोबाङ, नाउरीकोट, लार्जुङ र टुकुचे लगायतका स्थानमा भइरहेको कार्यकारी निर्माता पोखरेलले जानकारी दिनुभयो। यसपटक कबड्डीको 5औं संस्करण थकाली कला संस्कृति समेट्ने गरी विशेष महत्त्वका साथ अघि बढाउने प्रयास भइरहेको निर्माता पोखरेलले बताउनुभयो। यसअघि कबड्डी चलचित्र सुरु गर्दा यहाँ सामान्य टिम आएकोमा यसपटक भने झन्डै 100 बढी जनशक्ति परिचालन भइरहेको छ। सुरुवाती चरणभन्दा कबड्डी 5 सम्म आइपुग्दा सडक यातायात सहज भएका कारण निकै सहज भएको निर्माता पोखरेलको भनाइ छ। हामीलाई यो स्थानमा चलचित्रको छायाङ्कन काम गर्न पाउँदा निकै सहज भएको छ। यहाँका समुदायहरू सबै आफ्नै परिवार जस्तै भएको छ। निर्माता पोखरेलले भने थकाली कथावस्तु र यहाँका समुदायको माया प्रेम र स्नेहले पटक पटक यो स्थानमा तानिरहेको छ। मुस्ताङको थाक 700 क्षेत्रमा बसोबास गर्ने थकाली संस्कृति, रहनसहन, परम्परा, वेशभूषा र सामाजिक चरित्रलाई मुख्य कथावस्तुमा समेटिने सहनिर्देशक सोमनाथ खनालले जानकारी दिनुभयो। कबड्डीको 5औं संस्करणमा पुराना कलाकारहरूसहित नयाँ कलाकारहरू पनि संलग्नता रहेको सहनिर्देशक खनालको भनाइ छ। चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, रेशमा गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, विपिन कार्की, पुष्कर गुरुङ, कविता आले, सिर्जना गुरुङ, शिशिर बाङ्देल, विष्णु मोक्तान र प्रमिला राई लगायतका कलाकारहरूको अभिनय रहने सहनिर्देशक खनालले जानकारी दिनुभयो। चलचित्रका मुख्य पात्र दयाहाङ राईले काजीको भूमिकामा रहेका छन्। थकाली संस्कृतिमा आधारित काजीको कथावस्तुसँग जोडिएको छ। थकाली काजीको जीवनमा आइपर्ने आरोह अवरोहलाई चलचित्रमा उतार्ने प्रयास भइरहेको सहनिर्देशक खनालले बताउनुभयो। नायकको भूमिकामा वीर काजी, शेरचन उर्फ काजीको भूमिकामा दयाहाङको चरित्र रहेको उहाँले बताउनुभयो। कलाकार अरुणा कार्कीले मुस्ताङमा कबड्डीका छायाङ्कन निरन्तर रहनु दर्शकहरूको माया र यहाँका समुदायका माया र विश्वासको प्रतिफल रहेको उल्लेख गर्नुभयो। काजीको आमाको भूमिकामा रहनुभएका कार्कीले प्राकृतिक सौन्दर्यता र थकाली समुदायहरूको उद्गम स्थल थासाङ क्षेत्रमा छायाङ्कन भइरहनु आफूहरूका लागि पनि गर्व महसुस भएको बताउनुभयो। कबड्डी 1 र 2 मा अभिनय गरिसक्नु भएकी कार्कीले यहाँको थकाली संस्कृति बुझ्ने अवसर नजिकबाट प्राप्त भएको बताउनुभयो। यसै गरी चलचित्रमा मैयाको भूमिकामा रहनुभएका रेशमा गुरुङले यहाँको नाउरीकोटमा मैयाको होटल भनेर परिचित रहेकोमा गर्व लागेको बताउनुभयो। यो स्थानमा कबड्डीका छायाङ्कनले पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याएको गुरुङको भनाइ छ। साथीहरू, यस्तै जानकारीहरूको लागि हाम्रो DKN इन्टरटेनमेन्ट युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।